यो बायोलोजिकल प्रयोगशालाले गोप्य रूपमा डरलाग्दो भाइरस विकास गर्यो जसले प्रयोगशालाका धेरै मानिसहरूलाई म्युटेसन गर्यो। तिनीहरू रक्तपिपासु र हिंस्रक जोम्बी पो भए। गार्डहरूले कडा प्रतिरोध गरे पनि धेरै जोम्बीहरू भएकाले तिनीहरू उभिएर पछि हट्न मात्र सके। सिपाहीहरूले डाक्टरलाई तुरुन्तै यो ठाउँ छोड्न सुझाव दिए, तर डाक्टरले मानेनन्। उनी आफ्नो पापको प्रायश्चित गर्न चाहन्थे र तथ्याङ्कको आधारमा खोप विकास गर्ने योजना बनाए। मान्छे अक्सर धेरै बोल्दा मर्छन्। धेरै बेर नबित्दै सिपाहीहरू अचानक देखा परेका जोम्बीहरूले आक्रमण गरे र त्यहीँ ढले। तुरुन्तै त्यहीँ चिहान बन्यो। आँखा झिमिक्क गर्दा 10 वर्ष बितिसकेको थियो। एउटा सैन्य हेलिकप्टर फेरि यहाँ आइपुग्यो। पूर्ण रूपमा सशस्त्र सिपाहीहरूको एउटा टोली सफलतापूर्वक टापुमा उत्रियो। भर्खरै धेरै टाढा नपुग्दै एउटा अनौठो महिलालाई भेटे। सम्पूर्ण सैनिक टोली तुरुन्तै लडाईँको लागि तयार भयो। त्यसपछि जोम्बीहरू गुर्राहट गर्दै तिनीहरूतिर दौडे। कप्तानले त्यसलाई सिधै गोली हानेर मार्यो, तर बन्दुकको आवाजले धेरै जोम्बीहरूलाई आकर्षित गर्यो। चारैतिरबाट जोम्बीहरू आइरहेको देखेर कप्तानले पछाडिबाट हट्न आदेश दिए। तर सोचे भन्दा फरक यो ठाउँ पनि जोम्बीहरूले भरिएको थियो। पहेँलो कपाल भएको व्यक्ति जोम्बीसँग लडिरहेको बेला संकेत यन्त्र दुर्घटनावश खस्यो र उसले ध्यान दिएन। तिनीहरू पूर्ण रूपमा सशस्त्र भए पनि धेरै जोम्बीहरू भएकाले चाँडै एक महिला टोली सदस्यलाई लडाइयो। बलियो कप्तान अगाडि आएर मद्दत गरे। जोम्बीलाई तान्न खोज्दा उसले जोम्बीका दुवै हातहरू सिधै च्यात्यो। अन्तमा कपाल समातेर उसलाई गोली हानेर मार्यो। सबैजना अगाडि बढिरहे। जब तिनीहरू सिँढीको घुम्तीमा आइपुगे, तिनीहरूले दुईवटा बन्दुकको आवाज सुने। केही मानिसहरूले हेरे र यो दुईवटा जोम्बीहरू बन्दुक बोकेर घुमिरहेका रहेछन्। कमान्डरले ती दुई जोम्बीहरूलाई मार्न ठिक्क परेको बेला अचानक देखा परेको एक व्यक्तिले उसलाई लडाइदियो। यो देखेर तुरुन्तै बन्दुक तल राख्न भनियो। ती व्यक्तिले उनी यस प्रयोगशालाका डाक्टर भएको बताए।